कल्याणकारी कोषको जब जति दोहन भएको छ, एउटा सिपाही श्रीमतीलाई गुन्यु किन्न चोलो किन्न नसकेर छोराछोरी पढाउन नसकेर आत्महत्या गर्ने अनि अर्को चाहिँ तपाईँको चाहिँ के अरे प्रधान सेनापति भएपछि के अरे सिंहदरबारको भन्दा ठुलो महलमा के अरे बसाइसराई सर्नुपर्ने। अहिले प्रभुराम शर्मा यो धापासी चपलीतिर बसेको दरबारको स्रोत के हो? त्यो कुरा पत्ता त्यो दरबार त्यो दरबार होइन, त्यो त कल्पना, तपाईँ हाम्रो कल्पनाभन्दा बाहिरको विषय हो। त्यसमा त्यो दरबार हेर्नुहोस् न पहिला, त्यो उहाँको मात्रै होइन नि, फेरि त्यस्ता धेरैले गरेका। जस्तो तपाईँलाई प्रश्न भनिदिउँ, गौरव शमशेर जबरा मात्रै अहिले बनेको घरमा बस्ने हैसियत थियो। त्योभन्दा बाहेक सबै प्रधान सेनापतिको सम्पत्ति छानबिन गर्नुपर्छ, नागरिकता छानबिन गर्नुपर्छ, अवकाश प्राप्त हामी दिन्छौँ न, नाम कसको दिनु पर्ने हो। त्यस कारणले साँच्चै मुलुकमा दिन सक्नुहुन्छ कसले तपाईले प्रमाण त आफै इस्टाब्लिस हुन्छ नि। जग्गाको लाल पूर्जा खोज्यो भने, जग्गाको तलब स्केल खोज्यो भने, त्यो त मैले तपाईँले तपाईँको चाहिँ के अरे पूर्व प्रधान सेनापतिहरूमाथि यसरी औँला उठाउने मिल्छ तपाईले? होइन, मिलेरै उठाएको नागरिक हुनुको। मैले संविधानको धारा 48 क्रियान्वयन गरेको हुँ। दिल्लीराम एउटा सामाजिक अभियन्ता दिल्लीराम खनालजीले प्रभुराम शर्माका बारेमा के प्रश्न उठाउनु भएको छ भन्ने प्रश्न सर्वोच्च अदालतमा दायर रिट निवेदन र अहिले तपाईँको के अरे चाहिँ काठमाडौँ जिल्ला अदालतमा रहेको प्रभुराम शर्माकै के अरे उसका आउटमा चाहिँ नि दर्ता भएको चाहिँ के अरे साइबर अपराध मुद्दामा उहाँले प्रमाण बुझी पाउँ भनेको निवेदनबाट त्यो तथ्यहरू इस्टाब्लिस हुन्छ। हामी त सूचक हुँ नि। एउटा विषय। अर्को विषय मैले तपाईँलाई के भन्नुहुन्छ भने त्यो मात्रै होइन, नेपाली सेना मात्रै विश्वको एउटा त्यस्तो सङ्गठन हो जसमा क्रिमिनलहरू लुकेर बसेका छन् सेनामा।